Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, I'ma keep myself on track. Keep my head up, staying strong, always moving on. Feel I don't belong, tell my thoughts to move along. Push myself to be the best, die with no regrets. Live with every breath, see my message start to spread. And I had so many dreams, then you hit your teens. Life ain't really what it seems, try to find out what it means. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Yeah, I put जेन्टलमेन देखिन्छ अरे मलाई ओ बाइसेप त उपर देखेको छ त तिम्रो साइड हल्का साइड देखाउ त साइड देखाउ न कसम अनि लाउरे हुन आँटेको फ्युचर लाउरे ल है त गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन म चाहिँ भर्खरै अब स्टार्ट हाने ऐना हेर्दै क्या अब सकिन आँटेको अब सिधै के अरे उयसमा स्विमिङ पुल नै जानुपर्ने छ आजको प्लान क्या टक्क स्विमिङ पुल गयो अनि टक्क च्वाप डाइभ हान्ने त्यही भएर चाहिँ अब टक्क स्विमिङ पुलमै भेट्नुपर्छ नि है टाइप्सको क्या ल युवान ओभर फ्याटहरू छ यार यता यताको यत्तिकै छ है त अरे त्यस्तै भरे टक्क स्विमिङ पुलमा भेट्ने कि एकछिनमा भेट्ने अहिले राहुल पनि आउँदैछ कि अनि एकैचोटि अब राहुलसँगै भेट्नुपर्छ है त सो गाइज अब चाहिँ टक्कसँगले जिमसिम सकेर त्यहाँ जानु आँटेको कि त्यहाँ राहुल साथी नै आइसकेको छ केटाहरू पनि रेडी छ है त ल सो गाइज हामीले चाहिँ राहुललाई भेटिसक्यो होइन साथी दुखीको छ त मेरो ल अब हामी एकैचोटि टक्क अब उता भेट्नुपर्छ स्विमिङ पुलमा भ्लगर भेट भयो ल है त टक्क यो यल्लो कलरको छ नि यो चाहिँ पहिले म पढेको स्कुल हो क्या त्यही हो सतीश टक्क यहीँबाट मैले यहाँ सिकेको डेकोरेसन गरेर हाल्नु रहेछ मैले त खासै थिएन स्विमिङ पुल पनि यही उयो सुपारीको बोर्ड त्यही भएकै ठाउँ हो भित्र चाहिँ छ खासमा रेस्टुरेन्ट हो कि तर यसो पहिलेदेखि नै पुरा स्विमिङ पुल भनेर चिनिएको हो क्या होइन नि यार त्यस्तो होइन नि होइन जे भए पनि अब टक्क हामी यहाँ टिकट सिकेट किनेर अब यसो यहाँ हामी आउँछौँ है त टक्क यहाँ चाहिँ छ क्या काउन्टर हामीले चाहिँ बाइकहरू यसो गरेको स्विमिङ पुल चाहिँ यहाँभित्र छ टिकट काटेर आउँछौँ सो गाइज हामीले चाहिँ टिकट नै किनेको 4 जनाको चाहिँ 1400 अरे क्या खै हेरिदिउँ न 1000 साथीले दिएको थियो रिटर्न पैसा चाहिँ भित्र राख्नु त्यस्तै छ डिकीभित्र अब हेरौँ न भित्र के खाइन्छ कि बा बोकिराख न अनि टिकट कस्तो बाक्लो हौ आम्मा भित्रको यस्तै हो एन्ट्री ल यस्तै छ है त एन्ट्री चाहिँ यो चाहिँ रिसोर्ट हो क्या राम्रो छ अहिले यहाँ स्विमिङ पुलभित्रै त्यहाँ के लुगासुगा के मिल्छ त्यो बुझेर गाइज अब हामी चाहिँ टक्कै स्विमिङ पुलभित्र आइसक्यो अब हामी यसो यहाँ डान्सिङ इन द रु टाइपको क्या अब ल है त अब यस्तै छ ड्रेस चेन्ज गरेर टक्क हामी आउँछौँ घर गएर यो चाहिँ जिम पनि गर्नु भयो अनि यहाँ खेल्न पनि मिल्छ क्या अनि त्यही भएर यो लाएर आएको ल अब हामी चेन्ज गरेर अब गाइज अब हामी चाहिँ टक्क टाउको वास हानेर अनि टक्क चल्दै हाल्नुपर्छ डाइभ हान्नलाई
सो गाइज यस्तै हुँदैछ है रैला हुँदैछ बा केटाहरू हामी चाहिँ स्विमिङ खेल्न आउने चाहिँ उसलाई मात्रै क्या ऊ केटाहरूको हालत हेर न गिद्दी हुन्छ ल यस्तै छ डर लागि खेल्दैछौँ कि यहाँ भाइलाई अब फोटोसोटो खिच्न लगाउँछौँ है एकैछिन सो गाइज यस्तै जाँदैछ है सब रैला हुँदैछ यस्तै फाँक भइसक्यो आमा स्ट्यामिनै फाँक भएर यार कुद्यो डुब्यो अब अझै डुब्नु बाँकी छ है त हल्का यहाँ चोबा लिऊँ न एक लट साथी हल्का क्यामेरा पकाडिदेऊ भने हो म त्यहाँ जान्छु कि हल्का क्यामेरा पकाडिदेऊ ल दामी हुँदैछ हुँदैछ यहाँ पानीभित्र जानुपर्ने झन्डै चोटिएको कस्तो सास खुलेको छैन छैन यार के गर्छ ओहिले हो यार डर लाग ओ अनि भिडियो भइरहेको छ उहाँ देखाउन न उहाँ क्रिसलाई सो गाइस यहाँ हेर्नु न हाम्रो फोन डुबाउनु खोज्छ यार केटाहरू ऊ पुरा हेर चिस्केको अर्को साथी ल यस्तै छ है त अब आज चाहिँ यति नै भन्दै अहिले म फोन राखेर आउँछु यहाँ ओ गिदी हुन्छ ओइ म चाहिँ चल्दै फोन भिज्यो भने गिदी हुन्छ ल केटाहरू गिदी गर्छ यार छे सो गाइज अब टक्कसँगले हाम्रो चाहिँ सकिसकेछ खासमा चाहिँ हाम्रो कति 350 मा 1.5 घन्टा अरे क्या मलाई त थाहा थिएन टाइम टेबल सिस्टम हामी त 2-3 घन्टा नै खेल्यौँ क्या गाइस हाम्रो त ओड्डी हो नि फेरि हामीलाई त यहाँ खासै उहाँ फेर न तिमी फेर पहिले अनि त्यसपछि हामी फेरौँला सो गाइज अब टक्क हामीले स्विमिङहरू पनि सक्यो होइन एकदम दामी हो स्विमिङ पार्टी सक्यो कस्तो भयो केटाहरू हो दामी भयो राहुल कस्तो भयो एकदम लभली भयो साथीलाई दामी हो मजा आयो म त ज्वरो पो आउँछ मजा आयो यहाँ हेर न कुनले दियो दिनु पनि लात्तीले अब यस्तै छ होइन केटाहरूको अब चलपलै धेर छ ठिकै छ हामी पनि अब यसो हामीलाई चाहिँ थाहा थिएन क्या यति के अरे पैसा चाहिँ कति लिन्छ के लिन्छ भनेर अनि पैसा 350 लिए अनुसारले अनलिमिटेड होला भनेको त आम्मा 150 रुपियाँ अरे हौ के बोले भाइ ठिकै छ केटाहरूसँग जति तर 150 मात्रै गरिएन 1.5 घन्टा मात्रै गरिएन कति 2 घन्टा कट्यो है कट्यो नि ठिकै छ रमाइलो भयो केटाहरूसँग जे गर्दा नि रमाइलो हुन्छ क्या झन् यस्तो स्विमिङ भयो भने त है हामी त फेरि कस्तो खालको छुइडुम क्या छुइडुम खेल्दै बसेको के समीरको राइड हान्ने होइन हान न किन ठिकै छ हामी अब यसो रेलिङतिर गइन्छ अनि सो गाइज अब टक्कसँग यहाँ साथीकोमा यहाँ स्कुटीमा खानेकुरा छ अरे कि ओ खोला त झिकन हौ धेर चटक्स नदेखाऊ ओ तिमीलाई के अभि ऊ चटक्स ल ओ ह्याप्पी बर्थडे टु बर्थडे चाहिँ होइन कि तर अब साथीहरूसँग खोइ हेरिदिउँ त मारो त कति हो सानोवाला हो क्या मानी चस साथी चस आम्मा एकैचोटि छिराउँछ त हौ आम्मा सरी ल चियर्स ल यति ओ चियासँग खानुपर्छ हौ हो दुईवटा राख सक्यो यति भन्ने हामी चाहिँ त्यहाँ भेट्नुपर्छ होइन Till I get up, time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on
सो गाइज हामी चाहिँ टक्क अब यहाँ आइसक्यो होइन यस्तै छ है हामी चाहिँ जाने यहाँ हो टक्क चिया यहाँ चाहिँ यहाँ चिया दामी पाउँछ क्या अझ भ्यू अनुसारले अनि अब त्यहाँभित्र जानुपर्छ अब चिया अर्डर गरेर गाइज यस्तै हो होइन केटाहरू यहाँ अनि यही हो क्या हामी आउनुको रात चाहिँ टक्क यस्तो भ्यू हेर्दै होइन भ्यू हेर्दै टक्क यसरी बसेर चिया खाजा अब चटपटे पनि मगाएको छौँ चिया र चटपटे टक्क चिया चटपटे हाल्नुपर्छ यता गाइज अब म चाहिँ घर पनि आइसकेँ होइन टायर्ड नै भयो क्या फाकै भयो अनि यहीँ भयो यार सेलेक्क भएर अनि त्यहाँ चियाहरू खायौँ अनि यहाँ स्वरै सुकिरहेछ यार कस्तो बसिरहेछ अनि त्यहाँ पहिले नै हामीले खानेवाला चौचौ भेटेँ क्या टक्क किनिदियो खाइदियो क्या यो पहिले त 5 रुपियाँमा 5वटा आउँथ्यो अहिले त 5को 3टा अरे ठिकै छ ट्राई हान्न मन थियो ल यति भन्दै अब भोलि टक्क हामी दानाबारी जाने भनेको के भन्यो साधनहरू डटफटै भएन के भएन केटाहरूको के मिल्दैन त्यही भएर अब भोलि टक्क चिन्डे गइन्छ कि चिन्डेको भ्लग फेरि आउँछ बोर नहुनु होला अनि यति भन्दै आजको भ्लग यहाँ इन्ड गर्छु थ्याङ्क यू फर वाचिङ अनि बाई